सन्चै राम्रो हुनुहुन्छ म पनि सन्चै राम्रो देख्छु सन्चै यत्तिकै बसिरहेको भन्दा नै त माथितिर जानु थालेको के गर्नु गाइज जस्तै हो गाइजहरू हामी चाहिँ देख्न सक्नुहुन्छ ठुलाचोकको यो सानो बस्ती चाहिँ उहाँ भेडा चढिरहेको छ हामी चाहिँ भाइको छ गाइजहरू तर भ्यू चाहिँ बवाल आइरहेछ होइन देख्न सक्नुहुन्छ पारीको डाँडा चाहिँ बलिस्तुम त्यही अल्टाको डाँडा चाहिँ लुम्पेक अनि यो चाहिँ कबडल हामी चाहिँ यत्तिकै अब माथितिर जान लागिरहेको अनि यो चाहिँ भलिबल खेल्ने ठाउँ त्यो चाहिँ स्कुल अनि यो चाहिँ पिपल देख्न सक्नुहुन्छ अनि यो चाहिँ कबडल जिगुमको कबडल अनि पानी बिहान चाहिँ पानी परिरहेको थियो भर चाहिँ पानी परेको छैन बिहान चाहिँ फेर पानी परिरहेको थियो अनि त्यस्तै गाइज अनि यहाँ चाहिँ भेडा चढिरहेको छ अनि हामी चाहिँ हिँडिरहेको यत्तिकै मजाले अनि जुगुमको भेडा हेर्नुहोस् साथीभाइहरू के गर्ने यस्तै हो चलिरहेछ हल्का फुल्का हजुरहरूले माया गरिदिनुहुन्छ भन्ने म अनि यो चाहिँ भेडा दाइ चाहिँ उहाँ बस्नुभएको छ भेडा चराउनु दाइ बाख्रा नि कराइरहेको छ त के छ दाइ ठिक छ भेडा चराउनु भएको छ अनि हामी चाहिँ दुई भाइ चाहिँ हिँडिरहेकै मेरो घर चाहिँ यिनको घर जाने पुरा छ हामी चाहिँ अरू के छ त सुनाउँ ठिकै छ अनि मान्छे चाहिँ यत्रो जाङ्गो हेर्नु न यत्रो भइसक्यो नि त यसलाई सानो डुब्लो थिएँ अनि ढिलो गराएपछि यत्तिकै अब भैँसी चाहिँ मोटाइरहेको होइन अनि चाहिँ बाँसघारी यसलाई के भन्छ यहाँ के भन्छ अरे ए बर्राहरू यो बरपिपल भन्न बरपिपल के भन्छ नि त अगाडि देख्नु न अगाडि ए त्यस्तै हो गाइज गाइज चाहिँ ओके बरपिपल देख्नु न गाइज अनि हामी चाहिँ यो चाहिँ अहिले चाहिँ बलपोखरा पुग्न थालिरहेछौँ मुख पनि अपाक्दै भयो यार अलिअलि बोलेको त होइन अनि अहिले त असार अनि मकै पनि यत्रो भइरहेछ यतातिर अनि हजुरहरूतिर चाहिँ के कस्तो भइरहेछ अन्त त भाँच्ने बेला भइसक्यो अरे ए भाँच्ने बेला भइसक्यो गाइज हामी चाहिँ लगभग बल्ल बरपिपलदेखि अलि अगाडि लाग्यौँ अनि त यार गर्मी छ त यार बुढो जस्तै छ घाम नलाग्ने उनको छ कि आज हिजो त यस्तो गर्मी भइरहेको थियो र मैले भ्लग बनाउन सकेन त्यसको लागि सरी हजुरले माया गरिदिनुहुन्छ भन्ने म रोस्ट छु अनि त्यत्तिकै यो गाइज
हामी चाहिँ चलिरहेको गाइज हात त गल्छ त्यही टाउको Hey guys, you can see guys. हामी चाहिँ बल पोखरा आइयो है हेर्नु हामी बल पोखरा यसलाई भन्छ बल पोखरा है बल जस्तो पोखरा छ भनेर देखाइदेऊ न पोखरा गोलो यहाँ चाहिँ यो अर्को थियो पहिला पोखरा अनि यत्न चाहिँ पिपल थियो गाइस यत्न चाहिँ पिपल थियो अनि त्यसबेला हामी चाहिँ पिपल खान यहाँ आउँथ्यौँ अनि यो चाहिँ पोखरा चाहिँ यस्तो छ अहिले सानो पहिला अर्को थियो अर्को यहाँ के गरिरहेछन् र गाइजहरूले यहाँ ब्याडमिन्टन खेल्ने बनाएछन् अरे कि काम चलिरहेको छ हामी चाहिँ बल पक्राएको बल पक्राइयो गाइज हजुरहरू कहाँदेखि हुनुहुन्छ कमेन्ट गर्नु चाहिँ नभुल्नु होला चल्दिने होइन र गाइज गाइज एकदम होइन र गर्मी भयो कि लङ भिडियो हाल्नु पर्यो क्या अब हामी चाहिँ यहाँ बोर्ड खेल्छौँ अहिले गाई चल चाहिँ 2-3 बजे बोर्ड जम्छ यहाँ 130 छ अलि चाहिँ लङ भिडियो भइरहेछ त मजा आउने भयो कि हो तर यो हाल्नु चाहिँ मजा आउँछ हेर हाम्रोमा मिल्छ चाहियो ल जल्दी छिटो गरौँ यता त पुरा मकर त धानहरूले छ त गाइज अनि यस्तोमा फल पनि निस्किन सक्छ यार माथि कस्तो हिमाल देखिन्थ्यो अनि पुरै कुहिरो लगाएर केही छैन के यहाँ चाहिँ तलै गाउनु त्यो ल फेरि गर न बवाल छ त अब बनाउँछु कि भाइरल त हुन्छु कि एकचोटि श्यामलाई चार नि त फौजालाई नचटाउँ त्यसलाई नचटाउँ कि अब खतरा एडिट गर्छु नि थियो गएर यो फाल्छु नि त्यो बोलेको जति राम्रोसित बोल्ने छैन नि त हुन्छ मिल्छ त्यस्तो नि हाम्रो चाहिँ यो तलै कार्यक्रम भइरहेको छ यहाँ म जानु परेन त्यही भएर के चम्दाई जाम के छनम के काम गर्ला यता त ढलै हान्ने हो त भिजेछ यसलाई कति चिसो भएर होला यसले बिकाउँछ होला यो अङ्कल भ्याइन्छ क्या अझै भ्याइन्छ क्या भ्याइन्छ के 6 वर्षसम्म होला 6 वर्षसम्म होला
गर्नु गर्नु विश्वास छैन होइन थालेको काम त गरिहाल्नुपर्छ बले कहाँ जाने हँ बले कहाँ त्यस कहाँ जाने हो कि मन त्यहाँ गएर एक एउटै लिएर आयो त्यो फेरि राख्ला चाहिँ यस्तै यस्तै नराख्दा डिलिट गर यति राख्ने त भाइरल हुन्छ के अरे सब्सक्राइब सब हुन्छ के अरे नगरा क्या त्यो गाइस हामी चाहिँ फाइनल्ली तल्ला थकाउनु थाल्यो गाइस हामी चाहिँ यसरी सक्यो यो दिनको बाटो हेर्न सक्नुहुन्छ यो चाहिँ यसका कहाँ चाहिँ रिङ्छस् त यता आर्छु नानी छोरीलाई रिङ्छ माउली गएर आइक्यो यहाँ त 3-4 दिन बुरुल बस्यो गर्मीले दाइ कहाँ गयो हँ मासाले बौला हो गाइस